अब यदि सर्वोच्च अदालतले उहाँलाई थुनामुक्त गरेन भने 1 वर्ष त उहाँ थुनामा बस्नै पर्छ। भनेपछि सर्वोच्च अदालतले रवि लामिछानेलाई थुना बाहिर बसेर चाहिँ आफ्नो मुद्दा लड्न आदेश दिएन, अथवा अहिले जुन तुलसीपुर उच्च अदालत बुटोल इजलासले गरेको जुन फैसला छ त्यो फैसलालाई चाहिँ बदर गरिदिएन भने कमसे कम पनि कम्तीमा नि 1 वर्ष रवि कम्तीमा 1 वर्ष बस्नुपर्छ। 1 वर्ष पुरा भएपछि चाहिँ हाम्रो फौजदारी संहितामा त्यो व्यवस्था छ। फौजदारी कार्यविधि संहितामा फौजदारी कार्यविधि संहिताले के भन्छ भने कुनै पनि फौजदारी मुद्दाहरू 1 वर्षसम्म मुद्दा फैसला भएन भने निजलाई धरोटीमा बाहिर राखेर मुद्दा पूर्वपक्षी गर्नुपर्छ भन्ने छ। धरोटी यसभन्दा अगाडि नै मागिसकेको अवस्था छ। त्यो धरोटीको आदेश त हिजोबाट बदर भइसक्यो होइन। फेरि उहाँलाई चाहिँ अर्को धरोटी माग गर्छ र त्यस पछाडि उहाँलाई बाहिर बस्न पाउनुहुन्छ। 1 वर्ष अगाडि उहाँ बाहिर बस्न पाउनुहुन्न। यो शब्द बोल्नु कुनै आवश्यकता थियो अहिलेको समयमा? होइन, मैले तपाईँ जस्तै साथीहरूसँग मैले